नमस्कार अनि स्वागत छ तपाईलाई आजको यो मेरो छोटो भिडियोमा। आज तपाईहरुको माझमा म चर्चा गर्न गइरहेको छु वाइफाई 6 राउटरका बारेमा। अहिले बजारमा जति पनि आईएसपीहरु छन्, वर्डलिंक, वायनेट, डेसोम, क्लासिक टेक, एन्टिफाइबर लगायतका जति पनि आईएसपीहरु छन् ती सबैले पछिल्लो प्रविधिमा आधारित वाइफाई 6 का राउटरहरु प्रोवाइड गर्न गइरहेका छन्। यो भन्दा अगाडि वाइफाई 5 दिएका थिए भनेदेखि त्यसमा अपग्रेड भएर अहिले वाइफाई 6 दिएका छन्। जसरी हरेक वर्ष मोबाइलहरुमा जस्तो आइफोन 15 आयो, 16 आयो, 17 आयो, स्यामसङको पनि त्यस्तै किसिमले चाहिँ 20, 21, 22, 23, 24, 26 गरेर हरेक वर्ष एउटा लेटेस्ट अलिकति केही टेक्नोलोजी, हार्डवेयर, सफ्टवेयरमा चाहिँ अपग्रेड गरेर एउटा नयाँ डिभाइस दिन्छ। त्यस्तै गरेर त्यो डिभाइसहरुलाई चाहिने इन्टरनेटको लागि पनि आईएसपीहरुले चाहिँ नयाँ राउटरहरु चाहिँ दिने गरेको छन् है। त्यही राउटरमा आधारितमा यो जुन प्रविधि छ वाइफाई 5 भनेको, जुन 5 गिगाहर्जमा एकदम स्मुथली यसले इन्टरनेटको जुन भोग थियो त्यो पूरा गरेको थियो। तर त्यो भोगलाई चाहिँ के भयो भन्दाखेरि अहिले घरमा धेरै डिभाइसहरु हुँदाखेरि पूरा हुन सकेन। अर्थात् तपाईको घरमा 4-5 जनाले एकैचोटी 5 गिगाहर्जमा स्विच गरेर हेभी डाउनलोड र अपलोड गर्नुहुन्छ अथवा गेम खेल्नुहुन्छ भनेदेखि ल्याग हुन सुरु हुन्थ्यो, स्पिड स्लो हुन सुरु गर्थ्यो। भने त्यही समस्याको समाधान गर्नको लागि एकै पटक 4 जना 5 जना मान्छेले हेभी डाउनलोड, अपलोड अथवा गेमिङ गर्न, स्ट्रिमिङ गर्नको लागि चाहिँ प्रयोग गर्दाखेरि पनि समस्या नहुने तरिकाले ल्याएको प्रविधि हो वाइफाई 6। र यसको बारेमा म तपाईहरुको बारेमा यही नै हो। मोटामोटी तपाईले जति भने पनि खासै अब टेक्नोलोजीको बारेमा त तपाईहरुले अनलाइनबाट जति पनि गुगल गरेर चाहिँ यसको बारेमा चर्चा गर्न सक्नुहुनेछ। तर भाइनेट कम्युनिकेसनले तपाईलाई दिएको यो जेटी वाइफाई 6 राउटरको परफर्मेन्स कस्तो छ त त्यसको बारेमा म एकैछिनमा टेस्ट गरेर देखाउने छु। यो भिडियोलाई लाइक, सब्स्क्राइब गर्न नभुल्नु होला, कमेन्ट गर्न नभुल्नु होला है त। अब हामी सुरु गरौँ। मैले राउटरलाई जडान गरिसकेको छु। अब यसको वाइफाई 6 को परफर्मेन्स हेरौँ। सबैभन्दा सुरुमा डाउनलोड स्पिड 300 mbps देखिएको छ। अपलोड स्पिडहरु 650 mbps है। अब अर्को उसमा जाउँ हामी। यो गरेर त यो त नर्मली देखियो। अब ओक्लामा जाउँ है। यो ओक्ला स्पिड टेस्ट हो। यो ओक्ला स्पिड टेस्ट गर्दाखेरि कति आउँछ त यहाँनिर हेर्नुस्। यो 430 40 mbps दिएको छ भने अपलोडमा 150 mbps